जेकै कुराहरू हुन्छ यो चाहिँ अलिकति नयाँ भएकोले गर्दा हामी त्यसमा एकदमै फोकस भएर ट्रेनिङ लिँदाखेरि हामीलाई कुनै त्यो दिन बितेको समय बितेको हामीलाई कुनै पनि भएन क्या हामीले छिटो भयो जस्तो लाग्यो लगभग हामीले चाहिँ मेरो चाहिँ हिसाब एक्टिभ हुन थाल्छ नि फेरि तपाईँको ओजन पर्ने तपाईँको जाने सम्भावना कम हुन्छ त्यस कारणले अनि अर्को कुरा चाहिँ हामी आज रविन्द्रज्यू साह्रै रमाइलो भनिने अनि यसलाई भिडियो बनाइदिएँ त्यो फोटोलाई मैले त्यो सानो फोटोलाई ChatGPT-बाट फोटो मात्रै बनाएँ मैले एआई फोटो अनि त्यो एआई फोटोलाई चाहिँ मैले त्यो लिङ्कमा गएर भिडियो बनाइदियो भने त्यो लिङ्क लाएर अनि त्यसपछि त्यसले भिडियो बनाइदियो अनि दुईजनाले भिडियो बनाएँ भिडियो कसले बनाइदियो ChatGPT-ले नै ChatGPT-बाट मैले लिङ्क खोजेँ उहाँले भने खोजेको कुरा बुझ्नु भएन यो यसलाई चाहिँ भिडियो बनाउनलाई चाहिँ कुन टुल्स प्रयोग हुन सक्छ मलाई के अरे सिफारिस गर भनेर सोध्यो भने उसैले यसलाई चाहिँ यो लिङ्कमा गएर तैँले गर्न सक्छस् भनेर ChatGPT-ले नै हामीलाई लिङ्क दिन्छ अनि भोइस र भिडियोको लागि चाहिँ मलाई एउटा लिङ्क पठाइदियो त्यो लिङ्कको नाम चाहिँ DID स्टुडियो भन्ने हो अनि त्यो DID स्टुडियो यो DID स्टुडियोबाट चाहिँ मैले त्यो फोटो र भोइस यहाँ हाल्दिएँ अनि त्यसपछि एक एकवटा बन्यो जस्तै यो एक एकवटा बन्यो DID स्टुडियो अनि त्यो दुईवटाको एउटै भिडियोमा त्यो एउटै भोइस हाल्दिएँ अनि त्यसपछि मैले त्यो दुइटै भिडियोलाई चाहिँ क्यापकटमा ल्याएर अनि त्यो आधी काटेर ठ्याक दुईजनाको चाहिँ भोइसमा मिल्ने गरी अनि बनाएको हिजोको चाहिँ सजिलो छ सबै ChatGPT-बाटै मैले गरेको अडियोमा दिएको थियो कि टेक्स्टमै दिएको थियो सोधेँ मैले त्यो अडियो चाहिँ कसरी बनाउन सकिन्छ भने अनि मलाई ChatGPT-बाटै स्क्रिप्ट दियो एउटा अनि त्यस स्क्रिप्टमा चाहिँ मैले आफ्नो मोनिटाइजवाला च्यानल छ भने बिहान दिउँसो साँझै यस्तै आएर बनाऊ यस्तो फोटो राखिदिएको ब्याक गर्नु अर्को लाउनु दुईटा फोटो फोटोमा यसलाई चाहिँ बनाउनु खोज्दा यो मेरो जेनेरेटर हुन्छ एकछिन टाइम यो चाहिँ जस्ट इनपुट हुँदैछ हैन त जेनेरेटर सबैले फोटोलाई फोटो बनाइएको छ उहाँले एनिमेसन बनाउनु त्यही भित्र एउटा फोटो भन्ने ठाउँकै तन्त्रपट्टि सँगै साइडमा एनिमेसन भन्ने अप्सन आउँछ होइन अनि एनिमेसनमा गइसकेपछि हाम्रो फोटोलाई चाहिँ यस्तो खालको बनाइदिन्छ फेरि भिडियोमा जेनेरेट गरेर फेरि टिकटकमा हालेर गीत लाएर जान्नु होइन यो दुई तीनवटा एआई टुल्स सम्पन्न भलिबल प्रतियोगिताको फाइनल खेलमा त्यस्तो छ अब ओभरअल चाहिँ के हो भन्दाखेरि अब अघि एउटा अफर देखिरहेको थियो यो फेसबुकमा तपाईँले पनि फिल गरिरहनु भएको होला अब तपाईँको टाइम लाइनमा अहिले एआईकै मात्रै भिडियो स्पोन्सरमा आइरहेछ र तपाईँको चाहिँ क्यानभालाई 150 रुपियाँमा चाहिँ लाइफ टाइम भन्ने एड पनि आइरहेको थियो क्या मेरोमा अहिले भर्खरै क्यानभा
होइन